आज एनिभर्सरी हाम्रो 4th एनिभर्सरी हामी चाहिँ आज घुम्न हिँडेको छौँ अहिले हामी ट्रेनबाट चढ्दै हो हामी पछि लाग्यो झरेर हामी माथि बस स्ट्यान्डमा जाँदैछौँ अहिले पछि लाग्छौँ हामी अहिले किनेर हामी चाहिँ अब बाहिर निस्किन लाग्यो हामी त 69 मा जाने क्याफे जान हिँडेको अनि अहिले चाहिँ गाडी कुरेर बसिरहेको हामी यही बेलामा चाहिँ यहाँ ढुङ्गामाथिबाट चाहिँ यहाँ तिरपाला देख्दो रहेछ राम्रो अनि चाहिँ यहीँ आएर घुमेको अहिले हामी काम्पीबाट बस चढेर जाँदैछौँ जाँदा जाँदै बाटोमा चाहिँ यहाँ पुस्तहरू रहेछ घुम्दै घुम्दै रागेता क्याफे हिँडेको अनि क्याफे जाँदा जाँदै बाटोमा चाहिँ हामी एउटा फोटो खिच्ने ठाउँमा आइयो हेलो हेलो अब हामी यहाँ फोटोहरू खिच्छौँ अनि जान्छौँ यहाँ चाहिँ फोटो खिच्ने ठाउँ सबैजनाले फोटो खिच्दैछन् यहाँ भिड छ फोटो खिच्नेहरूको हामी चाहिँ अहिले यहाँ घुम्दैछौँ कस्तो फिल भयो त रमाइलो हुनु पर्यो नि आज एनिभर्सरी हैन र तिमीलाई कस्तो लागिरहेको छ मलाई नि एकदम रमाइलो लागिरहेको छ हामी घुम्दै 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 आछौँ समर लाग्छ अलिअलि अलिअलि चिसो पनि छ तर नि हामीलाई इन्जोय भइरहेको छ सिको नजिक छौँ हामी अहिले हेलो हेलो हामी कहाँ जाँदै यो बुढो अब हामी डेस्टिनेसनमै छौँ नजिक नजिक अब हामी आइपुग्न लाग्छौँ आजको हाम्रो डेस्टिनेसन यहीँसम्मको हो हामी काबिल आइयो क्याफे हामी क्याफे आइपुगेका छौँ क्याफे आइपुग्यौँ हामी अब हामी चाहिँ बस्छौँ एकछिन भित्र यस्तो छ म चाहिँ लाइनमा छु लिनको लागि हामी चाहिँ अब यहाँ गिरिली गर्दै सिटको साइडमा बसेर हेलो काफी खाँदैछौँ हामीले हेलो बाई बाई रागेता क्याफे यहाँलाई बाई बाई भनेर हामी चाहिँ अब घुम्दै घुम्दै घर जाँदैछौँ फर्केर
Thank you so much. Thank you, Raju. केही होइन सम्झेको मात्रै हो बस्नु न हस् बस्ने हो अब ल यो चाहिँ काम चलिरहेछ यताउता हाम्रो चुकाउने रेडी भयो भुटन रेडी भएछ यहाँ कुकम्यान खाना खाने बेला भयो अब ह्यापी एनिभर्सरी ह्यापी एनिभर्सरी ह्यापी एनिभर्सरी 4 वर्ष नि कम्प्लिट भयो 4 वर्ष फाइनली 4th एनिभर्सरी This is a new Happy Kaina. कस्तो मधुरो पर्ले Happy anniversary. Happy anniversary. Happy 4th anniversary. I love you. मिनुवा राकास्तान सिनुवा पनि भन्न पर्यो अलिकति Kito Samoin. धेरै माया गर्छु सात जुनी रहिरहोस् जतिवटा जुनी आए पनि 7 जुनी चाहिँ हो सर 7 जुनी भनेको के हो 7 वर्ष हैन के मर्ने फेरि आउने मर्ने फेरि आउने बुढाबुढी हुने ए 7 वर्ष 7 जन्मसम्म 7 पटक जन्म 7 पटक जन्म हुन्छ नि त मान्छेको सो पुस्तला इंग्लिशमा जेनेरेसन 7 जेनेरेसन भन्न पर्यो के एक पुस्ता भनेको त एउटा एनिभर्सरी थ्यांक यू आई लभ यू सिन्धुलाई पनि ल दाइ एउटा हक पनि बन्ता है उल्टो हात लाग्दिनु आई लभ यू वाउ Oh, sorry. आई लभ यू अहिले त के छैन के रे खानै पाउँछ Bye bye. Bye bye. बाइ बाइ सी यू अहिले हाम्रो केक इन्जोइङ टाइम दुईटा केक अब एक्लैले खान्छु मैले अब हामीले चाहिँ केक खाँदैछौँ Because it has big hit boxes in every single one shot.